हेलो नमस्ते जय मसीह हजुर सम्पूर्णलाई फेरि पनि मेरो भिडियोमा हजुर सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु र आज म ओलिभा धागोको कलरहरू तपाईहरुको माझमा देखाउन गइरहेको छु र तपाईहरुले मेरो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला। र फर्स्टमा चाहिँ रहेको छ यो कलर, यो डार्क पिङ्कमा छ, तपाईले हेर्न सक्नुहुनेछ। रानी पिङ्क पनि भन्छ यसलाई है, हेर्न सक्नुहुनेछ। एकदमै राम्रो कलर छ। तपाईहरुलाई मन पर्यो भनेदेखि नै तपाईले अर्डर गर्न सक्नुहुनेछ। एउटा म खोलेर पनि देखाउने छु यो चाहिँ कस्तो हुन्छ भनेर। यो एकदमै राम्रै हुन्छ है, यो यस्तो क्वालिटीमा हुन्छ, हेर्न सक्नुहुनेछ। ओलिभाको प्राय यो चल्ने धागो नै हो, तपाईले हेर्न सक्नुहुनेछ। राम्रो छ एकदमै। अनि अरु कलरहरु अब म तपाईलाई देखाउन गएको छु, मेरो साथमा हेर्न सक्नुहुनेछ। यहाँ अर्को रहेको छ, यो कलरमा छ, यो पनि एकदमै राम्रो कलर छ। अनि अर्को यो चाहिँ छ पिच, लाइट पिच कलरमा छ, हेर्न सक्नुहुनेछ तपाईले। एकदमै राम्रो छ, हेर्न सक्नुहुनेछ। अनि अर्को रहेको छ मेरोमा, यो कलरमा छ, यो डार्क ग्रीनमा। अनि यहाँ हेर्न सक्नुहुनेछ, यो ग्रीन एकदमै मिठो कलर छ, एकदमै राम्रो कलर। यो अर्को रहेको छ, यो अलिकति डार्क नै छ, यो ग्रीन पनि। अनि अर्को रहेको छ मेरोमा यो पिच, डार्क पिच कलर चाहिँ हेर्न सक्नुहुनेछ। राम्रो कलर छ यो पनि। तपाईलाई मन पर्यो भनेदेखि नै तपाईले स्क्रिनशट गरेर अर्डर गर्न सक्नुहुनेछ। अनि यो छ ब्लूमा। अनि अर्को रहेको छ यो चाहिँ लाइट ओरेन्जमा छ, यो चाहिँ हेर्न सक्नुहुनेछ। यो पनि एकदमै राम्रो कलरमा छ। अर्को रहेको छ यो मेरोमा यो ब्राउन, कफी ब्राउन कलरमा छ, यो चाहिँ हेर्न सक्नुहुनेछ। अनि अर्को यो ल्याभेन्डरमा छ। अनि यो चाहिँ मस्टर्ड येल्लोमा छ, यो हेर्न सक्नुहुनेछ। यो चाहिँ दुईटा चाहिँ बिक्री भयो, यहाँनिर मेरोमा चाहिँ दुईटा छ। अनि अर्को चाहिँ तीनटा कलर, एकदमै राम्रो राम्रो कलर थियो, त्यो पनि आज वेस्ट सिक्किमबाट अर्डर भएर उहाँले लानुभयो है। त्यो कलर तपाईलाई अगाडिको भिडियोमा पनि हेर्नुभयो होला। अनि भयो भने म यहाँतिर स्क्रिनमा पनि लगाउने छु। पिङ्क कलरमा, ब्ल्याकमा अनि ओलिभ ग्रीन कलरमा थियो, एकदमै राम्रो कलर थियो। अनि त्यो कलरहरू पनि तपाईले अर्डर गर्न सक्नुहुनेछ, फेरि पनि रिस्टक हुनेछ। अनि अर्को धागो चाहिँ यहाँनिर यो छ है, यो धागो चाहिँ यो चाहिँ सक्सहरू बनाउनमा एकदमै राम्रो हुन्छ, हेर्न सक्नुहुनेछ। यहाँनिर यो मल्टी कलरमा भइहाल्यो, यो सिङ्गल कलरमा छ। म तपाईलाई एउटा खोलेर देखाउने छु। यो चाहिँ मल्टी कलरमा छ, यो चाहिँ सक्सहरू बनाउने मोजा हो। सक्सहरू बनाउँदाखेरि एकदमै राम्रो हुन्छ यो मोजा बनाउँदा, एकदमै राम्रो छ यो धागो यसमा। अनि अर्को यो सिङ्गल कलरमा, यो यति कलरमा छ मेरोमा चाहिँ सक्सहरू, किनकि यस्तो कलरहरूमै राम्रो देख्छ नि त। अनि यो यतिमा छ, तपाईहरुलाई चाहियो भनेदेखि नै तपाईले अर्डर गर्न सक्नुहुनेछ। अनि अहिले चाहिँ मेरोमा हालमा चाहिँ यति नै छ कलरहरू। अनि बादमा फेरि पनि अरू पनि धागोहरू आउनेछ, त्यति बेलासम्म तपाईलाई म फेरि पनि अर्को भिडियोमा त्यो धागोहरूको भिडियो लगाउने छु। र आजको भिडियोलाई यतिमै राख्दछु। र तपाईले जतिजनाले पनि हेरिदिनु भयो, तपाईँ सबैजनालाई थ्याङ्क यू सो मच।